के प्रश्न सोध्छु भने अब यो साधारण बहस कार्यक्रम चलाउने भन्नुहुन्छ नि, जुन यो साधारण बहस कार्यक्रमको सानो परिचय सहित तपाईँले यो साधारण बहस खोल्नुको मुख्य उद्देश्य र यो अब भोलि गएर कतिसम्म चल्छ र केका लागि? पक्कै पनि राइट क्वेसन सोध्नु। सबैजना नमस्कार, म कलाकार मन्दिर बहरा, साधन बसको सञ्चालक। यो साधन बस खोल्नुको मेन उद्देश्य के छ भन्दाखेरि हाम्रो जनताहरू, सर्वसाधारणहरू जो पनि हुनुहुन्छ र राजनीतिक विषयमा भएका जो पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ केही कुराहरू जिज्ञासा, केही कुराहरू मनमा लागेको कुराहरूले उहाँले व्यक्त गर्ने एउटा ठाउँ बनिदिएको हो। उहाँहरूले आएर केही कुराहरू मैले के भन्न सक्छु भन्ने खालको उहाँहरू गर्नुहुन्छ र त्यस्तो खालको जिज्ञासाहरू छ, मेरो केही कुराहरू छ सुनिदिनु पऱ्यो भन्ने खालको छ भने चाहिँ मैले एउटा सुनिदिने प्लेटफर्म मात्रै बनाएको हो। अर्को कुरा के भने डोल्पा जिल्लाको हाम्रो जति पनि नेताहरू हुनुहुन्छ, जति पनि राजनीतिक विषय कुराहरू दायहरू हुनुहुन्छ जो पनि, त्यो सबैजनाको राम्रोसँग इन्टरभ्यू लिने, उहाँहरूको चाहिँ अब विकासहरू गराउने र हरेक कुराहरू जनताहरू चाहिँ अलिकति एक्टिभ बनाउने, बायोडाटाहरू खोला लगाउने, भ्रष्टाचारहरू हुन नदिने भन्ने कुरामा चाहिँ मैले यो साधारण बहस कार्यक्रम चाहिँ सञ्चालन गरेको समथिङ यो त्यो नै हो। तपाईँले मुख्य उद्देश्य त विशेषताहरू त भन्नुभयो। ल अब चाहिँ तपाईँ चाहिँ काठमाडौँ बसेर डोल्पाली जनताहरूलाई चाहिँ अहिलेको वर्तमान अवस्थालाई देखि डोल्पाका अन्य केही युवाहरू विदेश छन्, केही युवाहरू डोल्पा केही सहरहरूतिर आएर बस्नु परिरहेछ र आफ्नै गाउँठाउँमा केही विकास निकास गर्न सकिने अवस्था छैन। घरमा कसै कसैलाई रोटी लगभग चामलसम्म पनि नपाउने अवस्था छ गाउँघरका जनसमुदायहरूलाई। त्यसको निमित्त अहिले वर्तमान अवस्थामा चुनावी प्रक्रियामा हुनेका नेताहरूलाई के सल्लाह सुझाव दिन सक्नुहुन्छ तपाईँले? मैले पक्कै पनि एकदम राम्रो क्वेसन गर्नुभयो। म त्यहाँको नेताहरूलाई के सन्देश दिन्छु र युवाहरूलाई चाहिँ नेपालमा रोक्नको लागि के सन्देश दिन्छु भने, युवाहरू बाहिर जानको लागि स्वाभाविक हो, त्यो कुराहरू अब नेताहरूले बुझ्ने कुरा हो। हाम्रो गाउँठाउँमा चाहिँ राम्रो चाहिँ योजनाहरू दिने, राम्रो चाहिँ बाटोघाटोहरू सबै आफैले बनाएर चाहिँ त्यही विकास गर्ने, युवाहरूले गराउने, युवाहरूले नै खाउन्, उनीहरूले एउटा चाहिँ रोजगारको व्यवस्था गरिदिएको पछि चाहिँ युवाहरू विदेश सिक्नु पर्दैन जस्तो लाग्छ। र त्यहाँको नेताहरूले गर्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ आफूले जितेपछि चाहिँ आफ्नो घरभन्दा पनि गाउँ समाज र कुन कुन पिछडिएको वर्गहरू छ त्यस्तोहरूलाई चाहिँ अलिकति फोकस गर्नुपर्छ जस्तो लाग्छ। त्यो गऱ्यो भने केही गरिबी र केही समस्याहरू चाहिँ अलिकति टाढा हुन्छ जस्तो लाग्छ। तपाईँले भन्नुभयो त्यो चाहिँ हुन सक्ने कतिको सम्भावना देख्नु भएको छ, त्यो खालको होला कि नहोला? अहिलेसम्म जति पनि निर्वाचन भए सबैले जितेर गए, मन्त्रीसम्म पनि बने डोल्पाका नेताहरू। जुन खालको अहिले पनि त्यही अवस्थामा डोल्पा हुनु कुन सन्देश हो यो तपाईँले प्रष्ट रूपमा भनिदिनु पर्यो? एकदम यो कुरामा म के भन्छु भने, नेताहरूले जति पनि जितेर जानुभयो, उहाँहरूले एकचोटि फर्केर पछाडि हेर्नु भएन। एकचोटि सायद फर्केको भए बेटर हुन्थ्यो। हिजोको दिनमा भोट माग्न आउँदाखेरि चाहिँ गरिब घरमा बुढा 60 वर्ष कटेको आमा बुवाहरूलाई पनि लिएर चाहिँ समाति लिएर भोट हाल्न चाहिँ पछि पढेनन् र जितेर गइसकेपछि रियाक्सन कस्तो भयो भन्दाखेरि उहाँहरूलाई चाहिँ आँखा नहेरिदिने, होइन, यत्तिकै आकाशबाट टप्किए जस्तो उहाँको रियाक्सन आयो। र आइसकेपछि उहाँले चाहिँ आफ्नो गाउँ नभइकन आफ्नो चाहिँ आफ्नै पर्सनल कुराहरू बनाउन पछि लागेपछि त्यस्तो भएको देश चाहिँ अब डोल्पा चाहिँ बिग्रेको हो जस्तो लाग्छ। नेताहरूमा भन्दा पनि म के भन्छु भने अहिलेको सिचुएसनमा डोल्पा विषयमा चुनावी माहौल पनि तातिरहेछ। अहिले वर्तमान कालमा डोल्पाको जनताहरू नै बेकुफ हो जस्तो लाग्छ। किनभने जनताहरूले सयौँचोटि एउटैलाई किन जिताउने त, होइन? पैसा खानु ठुलो कुरा होइन, पैसा सबैको खाइन्छ, तर त्यसलाई खाएर पनि सही सदुपयोगमा गर्न जानुपर्छ जस्तो लाग्छ। हाम्रो मान्छे होइन, राम्रो मान्छे चुनेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। सायद राम्रो मान्छे चुनेको भए सायद यसरी डोल्पा विकट हुँदैन थियो होला, केही पर्यटकीय क्षेत्र पनि बन्थ्यो। डोल्पा पनि एउटा राम्रो हरियाली एउटा चाहिँ सुनको टुक्रा जस्तो हो।
यो चाहिँ जनताहरूले नै बुझ्नुपर्छ। जनताहरूले नै अब पनि फेरि चुनावमा चाहिँ राम्रोसँग बुझेर सही मान्छे चुनेनन् भने अझ पनि फेरि दुःख पाउनेछन्। सायद मलाई लाग्छ डोल्पाको जनताहरूले अब पनि राम्रो मान्छे चुनेन भने उहाँहरूले नपरे पनि हुन्छ जस्तो लाग्छ। शिक्षित कतिपय शिक्षित मान्छेहरू पनि हुनुहुन्छ डोल्पा जिल्लामा पनि, कति धेरै त्यत्रो विज्ञ मान्छेहरू हुनुहुन्छ, पढेलेखको वकिलहरू पनि हुनुहुन्छ होइन। उहाँहरूले पनि अलिकति भाग खान पनि अलिकति लाज मान्नुपर्ने कुरा हो। किनभने सही मान्छे चुनेर सही मान्छेलाई जित्नुपर्छ है भनेर चाहिँ प्रचार गर्नु एकदम बेटर हो जस्तो लाग्छ। त्यही भएर हाम्रो मान्छे होइन, राम्रो मान्छे चुन्नु पर्यो डोल्पाको जनताले यदि विकास गर्ने हो भने जस्तो लाग्छ मलाई। तपाईँ एउटा विकट ठाउँमा जन्मिएर, डोल्पाको मुट्के चुला जस्तो ठाउँमा जन्मिएर आफ्नै गाउँ ठाउँमा बसेर केही उत्पादनको सिर्जना गर्ने सम्भावना चाहिँ तपाईँमा छ र त्यो नहुनुको तपाईँको गाउँको समस्यामा तपाईँको उत्पादन क्षेत्र पनि त्यही गाउँमै सम्भव छ। जे स्याउ ओखरदेखि लिएर अन्य कुराहरूको उत्पादन पनि हुन सक्ने सम्भावना छ कृषि क्षेत्रको। अन्य लगायतका उत्पादन प्रक्रियामा सबैभन्दा चाहिँ विकट देखिनुको कारण चाहिँ के हो? पक्कै पनि एकदम जायज कुरा हो यो। के हो विगत, के हो त्यो कुराहरू सधैँ किन नआएको हो भनेपछि हाम्रो मेन कुरो चाहिँ बजारीकरण छैन। जुन कुरा हाम्रो उत्पादन भएको कुराहरू चाहिँ हामी बजारमा ल्याएर चाहिँ हामी सेल गर्न सकिरहेको छैनौँ, त्यसले चाहिँ व्यवस्थापन गर्न सकिरहेको छैनौँ। त्यो भएको कारणले गर्दाखेरि अलिकति समस्या निम्तिएको हो। त्यसको लागि डोल्पाको बजेट मात्रै नभइकन नेपालको सरकारको सत्ताले नै केही सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ। नेपाल सरकारले नै केही हेर्नु पर्ला जस्तो